गाइज यो रोल्पाको मेला है सभ्यको साथमा चाहिँ यहाँ मेला लाग्ने गर्दछ प्रत्येक वर्ष र अहिले पनि हामी यो मेलामा चाहिँ के छ त भनेर यसो जाउँ न त भनेर हामी सबै साथीहरू चाहिँ मिलेर दुईजना साथीहरू आइरहेछन् त तिनी टी सर्ट लगाएको मेरो साथीहरू मलाई चाहिँ अब चुइकम चपाएर यिनी भाइहरूले चाहिँ हाम्रो पनि खिचिदिनु न त भनेर खिचिदिइहाले होइन। अनि तपाईँको अब हामी मेला जाने क्रममै छौँ होइन हेर्नुहुन्छ साह्रै उकालो रहेछ क्या यहाँ हेर्नु बन्दुक मेरो हो मेरो भन्दैछ उसले होइन साह्रै उकालो रहेछ त्यस कारणले चाहिँ अब गाह्रो छ है हिँडिरहेछौँ अब हिँड्दै 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 अब हेर्नु न कति मान्छे छ कति छ होइन हो उनीहरू चाहिँ उकालो चढिरहेछ चढ्दैछ होइन हेर्नु न मान्छेहरू आफ्नै तरिकाले हिँडिरहेछ क्या अब उहाँहरू चाहिँ मेला सकेर आइसकेको छ यिनीहरू अब यहाँनिर हेर्नु न यस्तो अचम्म गर्छ कि यताबाट जाँदै थियो नि एकजनाले होइन उसले चाहिँ पानी मागेर हात धोयो क्या अनि त्यो बहिनी पनि कति सोझो रहेछ होइन पानी दिइहाल्यो अनि उसले चाहिँ हात धोएको पानी मागेर रमाइलो भइरहेछ होइन यस्तै बिस्तारै अघि बढिरहेछौँ बिस्तारै बिस्तारै यी भाइहरू पनि हिँडिरहेछ हामी पनि हिँडिरहेछ सबै हिँडिरहेछ होइन क्रम जारी नै छ गाह्रो भयो सासै बढ्यो है कति उकालो साह्रै गाह्रो हुन्छ एकछिन यो रमाइलो साथीहरू कस्तो लागिरहेछ त नाच चाहिँ हेरिरहनु भएको छ होइन ल हेर्दै जानुहोस् है त अब हामी एकछिन अलिकति अगाडि बढौँ है अझै एकदमै मेन ठाउँमा हामी पुगेकै छैनौँ यो त भर्खर स्टार्टिङ मात्रै हो अलिकति अगाडि बढौँ यहाँबाट सिडीबाट चाहिँ अलिकति तलतिर झर्नु पर्दो रहेछ म पनि फर्स्ट टाइम नै हो है यो मेला तपाईँहरू जस्तै हो बिस्तारै हेर्दै हेर्दै जाउँ है त एकदमै रमाइलो र आनन्द छ यहाँनिर है कस्तो लागिरहेछ तपाईँहरूलाई प्रत्यक्ष देख्न सक्नुहुन्छ है मेला चाहिँ तपाईँहरूलाई पनि आखिर सँगसँगै हिँड्नुहोस् है घरमै बसेर अब जहाँ हुनुहुन्छ है जुन ठाउँमा हुनुहुन्छ तर मेला तपाईँसँगै छ तपाईँको मोबाइलमा छ हेर्दै रहनुहोस् है त तपाईँहरूलाई चाहिँ हामीले अझै एकदमै सबैभन्दा रमाइलो ठाउँ त अझै देख्नु भएकै छैन गएकै छैनौँ है त्यो ठाउँमा लगिरहेको छु सबैभन्दा रमाइलो र अत्याधिक पब्लिक भएको ठाउँ छ यहाँनिर तपाईँहरूको त स्टार्टिङ मात्रै हो यो जुन मेन थान थियो त्यो थानमा चाहिँ केटाहरू हुर्केका नयाँ केटाहरू चाहिँ रमाइलो गरिरहेको थिए मेन रमाइलो मेन भैलो कार्यक्रम मेन पन्चे बाजा नाचहरू है त्यो सबै त अब तपाईँहरूलाई म भर्खर स्टार्टिङ मात्रै भएको छ भिडियो अन्त्यसम्म हेर्नुभयो भने सबै तपाईँहरूले चाहिँ आज म सँगसँगै रमाइलो गर्न पाउनुहुनेछ त्यो रमाइलोको लागि चाहिँ म सँगसँगै हिँड्नुहोस् है त म हिँडिरहेको छु यहाँनिर हेर्न सकिन्छ सबै हेर्दै हेर्दै बिस्तारै 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 गइरहेछौँ है हेर्नुहोस् है त अब स्लोली छ बाटो प्याक छ है भिड छ भिड भडका छ मेला हो मेला भनिसकेपछि अब जात्रा हो जात्रा भनिसकेपछि त अब कस्तो हुन्छ थाहै होला हजुरहरूलाई पनि सो अब बिस्तारै बिस्तारै हामी चाहिँ यो झरिरहेछौँ है अब मेन एकदमै अत्याधिक मेला भनेर रमाइलो अब यो खासमा के हुन्छ भने मेला भनेको चाहिँ यहाँनिर हेरौँ न एकछिन है त जहाँ मेन रमाइलो छ धेरै टाइम लागिरहेको छ हामी त्यो ठाउँमा गइरहेछौँ हामी हेरिरहेछौँ
छ तपाईँहरूलाई मेरो पछाडि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ है सबै चाहिँ आफ्नो तरिकाले आफ्नै धुनमा हुनुहुन्छ सबै नाचिरहेको हुन्छ कसैलाई चाहिँ अब आफ्नो तरिकाको साथीहरू है जात्रा हेरेर अब भोक पनि लागिहाल्यो र भोक लागेपछि अब कहाँ खाजा खाने त भनेर यसो खाजा बनाउने ठाउँ हेर्दै गएको है यहाँ आमाहरूले चाहिँ जल्फी पकाइरहनु भएको छ है जेरी पकाउँदै हुनुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ अर्ग्यानिक चाहिँ आगो मजाले बालेर है आगोमा मजाले आमाले फिर्दै हुनुहुन्छ उहाँ हेर्नु न यस्तो राम्रोसँग पकाउनु भएको छ सायद त्यो एकदमै रमाइलो पनि हुन्छ है मिठो पनि गुलियो र यहाँनिर अर्को ठाउँमा नि हेरौँ है यता आमाले पनि गिन्दै हुनुहुन्छ कति भाइहरू लिँदैछ है यहाँ हेर्नु न कति आरामले पकाउनु भएको छ कति मजाले है कति मिठो तरिकाले पकाउनु भएको छ र यतातिर हेरौँ न पानीपुरी लबर है चटपटा खान मन लाग्यो भने चाहिँ यतातिर आउँ यतातिर हेरौँ यहाँहरूलाई पनि है सबै खाजा खाएर बस्दै हुनुहुन्छ यहाँ पनि चास्नीमा टोकेर भर्खर निकाल्दै हुनुहुन्छ है चाउमिन हेरौँ न त भनेर यसो चाउमिनतिर आएको चाउमिन चाहिँ पालै नपाउने भयो भर्खर उहाँले चाहिँ अब गोपी भुट्दै हुनुहुन्छ अब त्यो कति बेला पाक्ने हो अनि यहाँबाट अब धेरै भयो अब हामी निस्किहाल्यौँ है खाजा अब बाटोमा खानु पर्ला भनेर तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो त आज हाम्रो यो च्यानथान जुन रोल्पाको मेला हो हेर्नु न कति आछन् है मान्छेहरू चाहिँ लगभग तपाईँको लाखौँ मान्छेहरू चाहिँ मेलामा आउँदो रहेछन् र हामीलाई पनि एकदमै रमाइलो लाग्यो आजको मेला तपाईँहरूलाई कस्तो लाग्यो है आफ्नो सुझाव सल्लाह प्रतिक्रिया चाहिँ दिन नबिर्सिनु होला र यी मेलाहरू आफ्नो एउटा संस्कृति झल्काउने खालका आफ्ना गाउँघरका मेलाहरू चाहिँ हराउँदै गइरहेका छन् यी मेलाहरू चाहिँ नहराउन् यस्ता किसिमका मेला लागिरहन् हेरौँ न यी ट्यापे नानीहरू हेरौँ न यस्तो गर्दैछ कि हेरौँ न पोज दिइरहेको है यिनीहरूलाई पनि रमाइलो छ रमाइलो गरून् हस् तपाईँहरूलाई चाहिँ आजको भिडियो कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव दिन नबिर्सिनु होला हस्।